जय श्री सीताराम बनोस् हामी सबैको काम। भोलि सीता जयन्ती, भोलि बिहान उठेर के गर्ने भन्ने कुरा विशेष गरी बताउन चाहन्छु। भोलि बिहान जमिनमा बिस्ताराबाट उठिसकेपछि पहिला भूमिजा मातालाई प्रणाम गर्ने। धरती माता, धरती भूमिजा नाम भएकी धरती माता भोलि जन्म हुनुभएको दिन, अवतरण हुनुभएको दिन, साक्षात् धरती माता साक्षात् सतीत्वको जन्म भएको दिन, साक्षात् नारी भगवान भगवती अन्नपूर्णाको जन्म भएको दिन भोलि। त्यो जमिनलाई ढोगिसकेपछि हे माता, हे भूमिजा, हे जानकी पुत्र, जनक पुत्र पुत्री, तिमीले यो वर्षैभरि हाम्रो मङ्गल गराइदेऊ, किनकि वर्ष मङ्गलको साल पनि चलिरहेको छ, शुभ बनाइदेऊ है भनेर धरती मातालाई ढोगेर प्रणाम गरिसकेपछि तुरुन्तै स्नान आदि गरिसकेपछि सूर्यनारायणलाई जल अर्घ दिने। त्यस पछाडि एउटा महत्त्वपूर्ण काम छ, अति गर्नै पर्ने भोजन आदि बनाउने खुवाउने कार्यहरू त गर्न हुन्छ। वस्त्र लगाउँदा भोलि विशेष रूपमा ध्यान दिनुपर्ने प्याला वस्त्र, यदि सम्भव रहेसम्म, सम्भव भएन भने जस्तो सुकै कपडा लगाउँदा नै हुन्छ, कालो बाहेक। त्यस पछाडि अति उत्तम भूमिजाका नामबाट, सीतामाताका नामबाट भोलिको दिनमा जमिनभित्र उम्रिएका चिजहरू खुवाउनुपर्ने। खुवाउँदा कसलाई दान दिँदा अति उत्तम हुन्छ त भनेर पनि भन्न चाहन्छु। भोलिको दिन अति उत्तम खानेकुराका रूपमा दान गर्न अथवा खान र खुवाउन अति उत्तम चिज आलु। भोलि बिहानै उठिसकेपछि सबै कर्म गरेर भइसकेपछि, पूजाआजा भइसकेपछि गौशाला जानुहोस्। गौशालामा धेरै गाईहरू हुन सक्छन्, सके 108 आलु खुवाउनुहोस्। यदि सक्दैन, मिल्दैन भने 8वटालाई खुवाउनुहोस्। यदि मिल्दैन भने एउटा भए पनि गाईलाई खुवाएर सम्भव रहेसम्म 11 स्त्रीलाई भोजन, केही मिलेन आलुकै दान भए पनि गराउन यदि भोलि सक्नुभयो भने। त्यस पछाडि कति दिन आलु खुवाउने गाईलाई भन्ने कुरा म अर्को भिडियोमा जानकारी गराउन चाहन्छु। अहिलेलाई यो भिडियो हेरेर धेरैभन्दा धेरैजनालाई सेयर गर्नुहोला। यो आलुले चमत्कार गर्नेछ। भोलिबाट सुरु गरेको आलुले अवश्य भाग्य चम्कनेछ, अवश्य भाग्य चम्कनेछ। भाग्य चम्काउनको लागि यो भिडियो सेयर गरिदिनु होला। जय श्री सीताराम। बन्छ सबैको काम, चम्क्यो नाम। राम राम।